नमस्ते। तपाईको बच्चा खुसी छ कि छैन भनेर थाहा पाउने 5 संकेतहरू। सबैभन्दा पहिलो कुरा भनेको बच्चा खुसी हुनु भनेको रोबोट जस्तो जति बेला पनि हाँसिरहने होइन। ऊ तपाईसँग घरिघरि रिसाउँछ, झगडा गर्छ, ट्यान्ट्रम देखाउँछ, तपाईले खाऊ भन्दा खान्न भन्छ, सुतौँ भन्दा यत्तिकै बिना कुनै कारण सुत्दिन भन्छ, मान्दैन। तपाईले एउटा कुरा गराउन खोज्नुभयो, उल्टो कुरा गरिरहेको हुन्छ। फेरि केही बेरपछि आफै अथवा तपाईले फकाएर खुसी हुन्छ, फेरि तपाईसँग नर्मल बिहेभियर गर्न थाल्छ। दोस्रो कुरा भनेको बच्चालाई कुनै कारणले दुख्यो, थाक्यो अथवा डरायो भने तपाईलाई खोज्छ, तपाईको अँगालोमा हुन खोज्छ। तेस्रो, घरिघरि बच्चा एक्लै खेल्छ, एक्लै गीत गाइरहेको हुन्छ, एक्लै कथाहरू भनिरहेको हुन्छ। चौथो, बच्चा तपाई वरिपरि हुँदाखेरि आफ्नो क्युरियोसिटी, उत्सुकताहरू अभिव्यक्त गर्छ। यो किन भयो, यो किन भएन, हामीसँग यो किन छ, हामीसँग अरूको जस्तो यो सामान किन छैन, यस्तो क्वेसनहरू उसले सोधिरहन्छ। र पाँचौं भनेको बच्चाले केही समयको ग्याप पछि तपाईलाई भेटेको छ भने आज घरमा यो आएको थियो अथवा यस्तो भयो, स्कुलमा मलाई टिचरले यस्तो भन्नुभयो, उसलाई याद भएको, उसलाई इम्पोर्टेन्ट लागेको कुराहरू तपाईलाई सुनाउन खोज्छ। यदि समग्रमा तपाईको बच्चाले यी संकेतहरू दिएको छ भने तपाई एउटा असल प्यारेन्ट हुनुहुन्छ, तपाईको बच्चा तपाईसँग खुसी छ।